हेलो हेलो हाय तिमीहरूलाई चाहिँ औषध कस्तो पाकेको छ भनेर पठाउनु पनि अनि बाबा यस सर हामीले यो ट्रिपमा टोटलमा कति किलोमिटर कभर गर्यौँ टोटलमा हामीले 60 किलोमिटर 60 किलोमिटर हिजो पनि यही दाउरा हाल्दै थियो है दाउरा मामु हजुर हजुरलाई त्यो होटल कस्तो लाग्यो मलाई खासै मन परेन राति सुत्न पाएँ त्यो होटलले गर्दा होइन नि त फेरि एसीको आवाज घरि चल्छ घरि बन्द हुन्छ होइन ऊ ए चल्छ अनि वार्र फाल्छ फेरि बिस्तारै फेरि त्यो झ्याउरीहरू कराएर त्यस्तरी हल्ला गर्नु हुँदैन नि इन्भिजन अफ ऊ त्यो प्राइभेसीको डिस्टर्बेन्समा कम्प्लेन फाइल गर्नु मिल्छ नि त अनि फाइल गर्ने नि त होइन ल्याएर पानीपुरी पुरी तरकारी के अरे पानीपुरी रे खाइदिउँ अहिले बिहान बिहानै हिजो पनि बेचिरहेको किन के होइन बस्ने मक्खै गरी नबस्ने नबस्ने दिदी चाहिँ प्राङ्क कहाँ जिजानी होला नि भन्दै दुइटै उठेको अहिले फेरि हामीले त्यहाँबाट ओर्लेको भए मेरो बुहानी नै बिहार्यो यस्तरी भइदिएर के अर्को पानीपुरी सब भेटिदिएर होइन अनि त्यसपछि गाडी त्यहाँ रोकेको अनि सर आउनु आउनु भनेर बोलाएर अनि भनेर अहिले हामी कहाँ आइपुग्यौँ हामी नगरकोटबाट ओह्रालो त अहिले हामीले एउटा गल्ती गरे हामी हिजो गएको थियौँ नि एउटा मासतिर त्यता गएर चाहिँ यसो हेरेर हिजो त्यति बेला त्यत्रो गएको राति त देख्यो त फर्क्यौँ त जो यहाँतिर के हिँडिन् यस्तो ठाउँमा चनातकपट्टि पानीपुरी के है मजा आउँछ कि केही लिएर जाउँ न प्याक गरेर ठ्याक्कै यस्तो अलिकति स्पेस भएको ठाउँमा चाहिँ खोलिहाल्ने बसिहाल्ने भ्यू देख्न मिल्ने ठाउँ छ यहाँ जग्गाबाट पानीपुरी मिल्क कफी मिल्क टी सब पाइन्छ यहाँतिर चाहिँ अलिकति बस्ती भएर छ एउटा प्याक गरेर लिएर जाउँ न अहिले त्यहाँतिर रहेछ यहाँ पनि यो चाहिँ हिजोको होइन सन्त पहिला देखायो हामीले अर्को गाडीतिर छ घर जानु कति टाइम लाग्छ बेलुका ओहो डोगेस भैया बाटोमा हुन्छ हाई डोगेश भैया अहिले आएर मेरो गाडीको प्राइजतिर क्या ऊ त्यो भर्खर साइडमा के हो त्यो यहाँको मान्छे त हेल्दी पनि होला पसलले अर्को पनि रहेछ समोसा सिँगीको पिपल बोट यहाँ रोकेर हेरौँ न अलिकति उयो गरेर त्यसको साइडको यतापट्टिको भ्यू कस्तो राम्रो देखाएको छ नि त रोक्नु न यहाँनिर यता आएर हेर्नु गाडी चलाउनु मिल्छ त्यहाँ चार्ज भइरहेको छ गाडी बाबा 100% भन्दा नि माथि जान्छ गाडी यहाँबाट कहाँ त्यस्तो त त्यहाँ जाने बाबा यहाँबाट त्यहाँ जान नि मिल्छ यहाँ सामुदायिक मन्दिर
त्यत्रो भ्यू हेरेर बसेर आएर भ्यू कस्तो चाहिँ भ्यू हेऱ्यो यतापट्टि पो हेऱ्यो मामा यहाँ हजुरहरूको भिडियो बनाएर झगडाको विषय बालकेश्वरको पछाडिको के छ रुकौ न त बाबा बाबा हजुर हामीहरू हजुरको भिडियो बनाएर हजुरहरूको झगडाको है भेरी फनी कमेडियन चाहिँ को मुख हेर मुख ओइ ओइ कमेडियन ज्यू अझै एउटा जोक भन्नु न रिच यहाँ हजुर मसँग यहाँ हजुर भिडियो बनाउन आएको होइन हजुर यहाँ नाच्न आएको वाउ फनी भेरी फनी अहिले एउटा कम्पिटिसन गरौँ है होइन कसले चाहिँ भन्न सक्छ सबभन्दा बढी कन्ट्रीहरू बढी कन्ट्रीहरू बढी त्यो त हिजो हामी त्यहाँ मजाले बसेको बेलामा त्यस्तो बेलामा पो खेल्छ त गर्छ अहिले गाडी ड्राइभिङ गरेर त्यो कम्पिटिसन मामु दादा र म ल ल के कन्ट्री च्यालेन्ज मलाई त्यस्तो आउँदैन आउने एदेखि जेडसम्म कन्ट्री च्यालेन्ज एबाट सुरु गर नि त नि ल एबाट मामु गौतम अफ्रिका कन्ट्रीको नाम कन्टिनेन्ट हो अर्जेन्टिना ल बाबाले मामुको भन्दै बीबाट अब सन्चुको दादाको अमेरिका अमेरिका होइन, अमेरिका पनि कन्टिनेन्ट हो युनाइटेड स्टेट अफ अमेरिका युएसए अब बीबाट सन्चुको पालो बी विदेश विदेश त्यो पनि अब दादा हजुरको पालि बीबाट ब्राजिल ब्राजिल थियो बङ्गलादेश अब दादाको पालो सीबाट मेरो पालि सीबाट साइप्रस ए साइप्रसको एस हुन्छ कहाँ होइन सीबाट चाइना क्यानाडा ल अब डीबाट मामुको पालो मैले अहिले भने डेनमार्क ओके डेनमार्क ईबाट सन्चुको पालो केबाट यीबाट छैन अमेरिका। ईबाट अमेरिका छ गोली ईबाट इजिप्ट इजिप्ट छ इथियोपिया अनि छ कार ब्रान्ड खेल्ने यसलाई त अब एप कसको छ एफबाट मेरो पालि नाइकी एदेखि फिनल्यान्ड गाडी लम्मा गाडीको के गाडीको तेरो गाडी हुन्छ मलाई अम्मा हजुर नखेल्छ नि त हामी ज्यादा खेल्छौँ म नखेल्ने अम्मा ल, प्लिज गीत गाउँदै हिँड ल बरु बरु पनि रोरै जान्छ बरु अन्ताक्षरी खेल्ने अन्ताक्षरी रोरै जान्छ तिमी अन्ताक्षरी खेल्नु नाइकी